बाघ बुढो हेर न हामी त उल्टो घर लाग्यौँ अब त्यता माथि मजै आएन छ्याउ छिलाको ठाउँ छ अब उल्टो घरतिर कतिको मजा आउँछ सक्नुहुन्छ हामी चाहिँ उल्टो घर काम गर्दा उल्टो बाटै थाहा छ जस्ट जोकिङ के हुन्छ यहाँ हराउँदैन नि होइन ल हामी चाहिँ छिरिसक्यौँ त यसरी पार्क गरे बोकेको भए पनि हुन्थ्यो नि त भाइ त्यहाँ हात मान्छेले लगिदिन्छ कि भन्ने हो क्या छ त मान्छे त्यहाँ भयो बोकेर टिप्छ फोटो खिच्छ अहिले फोटो खिच्नु न पहिला भिडियो बनाउनु न होइन यहाँ केटाकेटी खेल्ने पनि रहेछ नि त भाइ रहेछ उल्टो घर चाहिँ यही रहेछ है त ल साथीहरू खेल्ने ठाउँ रहेछ हामी उसको हान्ने ठाउँ रहेछ होइन हिँड्दै कुद्दै यो ठिक छ यो उल्टो घरतिर छिर्यो अब चाहिँ जुत्ता चप्पल बाहिर भनेको त्यो त थाहै भएन हो बस्न मिल्ने हो कि नमिल्ने हो नाम मात्र उल्टो घर काम छैन केही छैन के हो यो भ्यू हेर्न सक्नुहुन्छ अनुमचरी खोला होला सायद मलाई जहाँसम्म लाग्छ होइन देख्न सक्नुहुन्छ घरको कार पार्किङ कार झोरी यतातिर रहेछ झोरी पनि यतातिर छ ठिकै छ यसलाई 10% रेट दिनु पर्यो भने
ठिकै छ त्यो चाहिँ चलिरहेको छ बाघ बुढो हेर न सिकेको बालक झरेको सिकेको बालक रमाइलो गरिरहेको छ सिकेको बालक झरिरहेको छ त्यो थाम्दैन बचाउनुहोस् बच्चाहरूको लागि हेर मेरो अङ्कलको नि बाल मेराको बाल उभिराउँदैछ भर्खर भयो मौसम बुद्ध अरे माथि चढौँ न के हो यो चाहिँ भिडियो बनाइसकेर मात्रै फोटो खिच्ने के खोल्यो हुन्छ नि ट्राई गर माथिको बाटो कुन हो माथिको बाटो यस्तो गएको होला मलाई माथिको आइटम मेरो फोनको होइन क्यामेरा कस्तो दामी दाम सुन्न भने दाम त्यति मोबाइलको दाम त्यो क्यामेरा राम्रो भएन फोन कति थाहा छ 15,000को 15,000को फोन उल्टो भयो दिनेश सेलिङ पार्क अरे ल त होइन चढेन है त साथीहरू टावर चढ्यो होइन यस्तो रहेछ राम्रै छ राम्रो यो चाहिँ ठिक छ मलाई ठिक ट्रेनहरू पनि दामी गरेको रहेछ मलाई यो एनिमी हेप्सी भन्ने चाहिँ थाहा होला नि यो भन्दैन मैले जस्तो चित्र बनाएको थियो त यार यो नेसनल पार्कको टाढोबाट देख्ने भ्यू हो यो चाहिँ साथीहरू होइन पहिरो पनि भएको छ हेर्नु
दाङफेदी त कुन भयो दाङफेदी चिनिँदैन अहिले खोडी उ त्यहाँनिर हो भाइ खोडी छोडी उम्, कहाँ छ उ त्यहाँनिर जाउँ न खेल्नु जान्न कहाँ खोडी अरे खोडी हो हाँ खोडी खुडी उम्, कस्तो खुडी भने ठाउँको नाम हो क्या एउटा झोलङ्गी पुल मात्रै ल चुली त यता होइन यता साइड होइन चिनी त्यो दाँत पारि भ्यू चाहिँ दामी छ रमाइलो छ छैन रमाइलो रमाइलो छैन काम खै दमको टावर देखा त खै राम्रो देखिनु हुन्छ त्यो कहाँ कहाँ छ डम्बुको टावर खै कहाँ देखिँदैन नि त हुस्टु लागेर गयो हुसे लागेको छैन देखिहाल्छ डम्बुको टावर ल यो चाहिँ मेरो भुटी चाहिँ नि ओ पुगेर वेलकम टु माई ब्लग यहाँ हेर्नु सक्नुहुन्छ मेरो नि छ है ब्लग चाहिँ यहाँ बोल्न यार के बोल्नु हाम्रो अङ्कलको होइन युट्युब च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला धेरै भ्युज बनाइदिनु होला होइन एक किसिमको हिरो हो है यो हिरो ठिक छ साथीहरू चारैतिरको भ्यू चाहिँ यस्तो छ होइन अनि त्यो यस्तो ठुलो एरिया त होइन तर पनि जस्ट ठिक ठिकै खालको सानो होइन रहेछ त्यत्रो तल झरेर फेरि तलबाट माथि आउनु पर्ने रहेछ यार उतिबाट यस्तो बाटो छुट्याइदिएको नजिकै रहेछ नि त होइन यहाँदेखि थियो नि कहाँ? यो त टाढा छ नि छेउदेखि यहाँबाट त्यो परको घरमा त्यो टाढो भयो बिनियो हामी कहाँबाट आइपुग्छ यस्तो रहेछ हाम्रो यहाँदेखि आयो परको रोड छ नि आजलाई अब यो अन्त्य गर्छु होइन